एक पूर्वी नेपालको सुम्बारे गाउँ, जहाँ इन्टरनेट छैन। मोबाइल नेटवर्क कहिलेकाहीँ मात्र आउँछ। राति कुकुरहरू पनि केही कराउँदैनन्। त्यही गाउँमा 2069 साल भदौ 25 गते एक अचम्मको घटना घट्यो। 7 वर्षको बालक अर्जुन एक रात हरायो। अर्जुन बेलुका आफ्नो हजुरबा हजुरआमासँग सुतिरहेको थियो। बिहान उठ्दा हजुरआमाले नाति छेउमा देखिनन्। ढोका खुल्लै थियो, तर कोही गएको आएको कुनै प्रमाण थिएन। गाउँमा हल्ला फैलियो। सबैजना मिलेर खोज्न थाले। जङ्गल, खेतबारी सबैतिर खोज्न थाले, तर अर्जुन कतै भेटिएन। त्यसको 4 दिनपछि गाउँको पुरानो बन्द भइसकेको विद्यालय पछाडि एउटा फाटेको झोलाभित्र अर्जुनको टोपी भेटियो। तर अचम्मको कुरा, त्यो ठाउँमा 4 दिन पहिले नै 10 पल्ट खसिसकेका थिए। त्यस रात बुढापाकाले निर्णय गरे झाँक्री बोलाउने। झाँक्री आए ढोलक बजाउँदै र एकान्तमा बसेर मन्त्र बोल्न थाले। उसले भने, यो बच्चा त मान्छेको हातमा छैन, न त यमराजको हातमा नै। यो बच्चा त बिचमा छ। गाउँमा फेरि अचम्मको कुराहरू हुन थाल्यो। आधी रातमा कतै कतै कराएको जस्तो आवाज आउँथ्यो। कतै सानो बच्चा हाँसेको जस्तो सुनिन्छ। कोहीले त राति जङ्गलमा अर्जुन हिँड्दै गरेको देखेको भनेर पनि दाबी गरे। अर्जुनको बुवाले गाउँको पुरानो घर सफा गर्दै गर्दा एक पुरानो धुलो लागेको बाकस देखे। त्यसमा एक डायरी थियो। डायरी लेख्ने मान्छे थिए श्री गौरव दाहाल, जो एक शिक्षक थिए र गाउँको पुरानो रमाइलो बालजगत इङ्ग्लिस बोर्डिङ स्कुलमा पढाउँथे। डायरीको अन्तिम पानामा लेखिएको थियो, शिक्षा होइन, यो विद्यालयमा अरू केही सिकाइन्छ। मैले देखेको छु ती राता काला आँखाहरू। आज म राति 12 बजे अन्तिमचोटि तलको कोठामा जान्छु। यदि म फर्किनँ भने यो डायरी पढ्नेले त्यो ढोका कहिले नखोल्नु। तर त्यो ढोका पहिले नै कसैले खोलिसकेको रहेछ। के थियो त त्यस्तो त्यो कोठाभित्र? के अर्जुन त्यही कोठाभित्र छ त? झाँक्रीले किन अर्जुन न त दैवको हातमा न त मान्छेको हातमा छन् भने त? बाँकी कहानी अर्को भागमा आउनेछ। अब के हुन्छ त यो सबै जान्नको लागि यो च्यानललाई सब्स्क्राइब गरी लाइक सेयर गर्नुहोला, ताकि यो च्यानलमा